ल हेर साथीहरू स्वर्ग हेर एकपटक यति दुःख गरेर साथीहरूलाई स्वर्ग हेराउन आइरहेको छु म। Hey guys, welcome back our channel after long time. It's me Roshan. I have तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि फिट एन्ड फाइन छु। अनि फर्स्टमा चाहिँ तपाईहरुलाई ह्यापी न्यू इयर। आज चाहिँ 2082 1 महिना 1 गते बिहानै आउँदै छ बाहिर चाहिँ। अनि हामी बिहानै चल्दैको बिहानै रेडी भइदिएको हैन। हेलो हेलो ह्यापी न्यू इयर। के भन्छ सेमले उजन के भन्छन् हजुर ह्यापी न्यू इयर मतलब ह्यापी न्यू इयर ह्यापी न्यू इयर यिनी लाउँछु है जुत्ता यहाँ कोही रहेछ न अर्दा सेन्टी त दुई जन का सेन्ट छ भन्नु त ल्याउनु न त नि बास्ना हान अनि आज ह्यापी न्यू इयरमा चाहिँ हामी स्वर्ग हेर्न जाँदै छौं। तपाईहरुलाई चाहिँ म स्वर्गको टुक्रा देखाउँछु कहाँ के कसरी कहाँ हो स्वर्ग रुकुमको स्वर्ग भन्ने कुरा चाहिँ म देखाइहाल्छु तपाईहरुलाई हैन। खोइ अनि चाहिँ यहाँ फेरि चर्चमा ल आज चाहिँ नयाँ वर्ष हामी एकदम स्पेशल तरिकाले हामी घुम्न जाँदैछौँ। हामी चाहिँ स्वर्ग हेर्न जाँदैछौँ स्वर्ग। हामी उतै भरौँला बोतल ल्याउ न। हामी चाहिँ स्वर्ग हेर्न जाँदैछौँ। जोस् आनन्दसँग स्वर्ग हेरिन्छ आज चाहिँ। अनि कहाँ कसरी के गर्छन् भन्ने कुरा चाहिँ थाहा छैन। भान्जिन जाने हैन ऊ भान्जीहरू खास अस्ति एउटा भ्लग बनाउँछु सोचिरहेको थिएँ भान्जीहरू आउन दिन भएन त्यतिकै के भयो। भान्जीहरू पनि यता आएको थियो नि त अस्ति र अनि त्यो न्यु इयर मनाउनलाई चाहिँ यता आएको थियो। अब हामी गाडी आउँदैछ अब छिङ्गत गएर साथीहरू बोकेर ल्याएर हामी चाहिँ उता अब घुम जान्छौँ। आज चाहिँ नयाँ वर्ष दिन चाहिँ के काम गर्नु यताउति एम त्यहाँ होइन। त्यो आज नयाँ वर्ष हो सायद पहिलो प्लान होला यसरी बाहिर जान लाग्यो जाँदैन थियो हामी। सो त्यही हो अब हामी ढिलै नगरी बाहिर जान्छौँ। अब के हुन्छ बाटोमा म स्वर्गका टुक्राहरू देखाउँदै गर्छु तपाईहरु हेर्नु होला। अहिलेसम्मकै सबभन्दा बेस्ट भिडियो हुनेवाला छ आज चाहिँ मेरो च्यानलमा हैन। नयाँ हुन्छ भने फर्स्टमै सब्स्क्राइब हानिहाल्नुहोस्। स्वर्ग हेर्न जाँदैछौँ ढिला नगरी धैर्य नगरी बोर नभएर अन्तिमसम्म हेर्नु होला। हामी चाहिँ अहिले यताको यो पुल देख्न सक्नुहुन्छ। पुल काटेर हामी चाहिँ यहाँ आइपुगिसकेका छौँ त। हामी चाहिँ अब पूर्वी रुकुमतर्फ लागिसकेका छौँ अघि नै बट यता अब यो सानो बेरी भइहाल्यो। अनि यहाँबाट हामी यता लागिसकेका छौँ। अब हामी स्वर्गको टुक्रा देखाउँदै तपाईहरुलाई अलिअलि क्लिपहरू यताउता बाटोतिरको पनि देखाउँछु। अनि फाइनली सबभन्दा देखाउने कुरा चाहिँ म उता मेन ठाउँमा गएपछि स्वर्ग चाहिँ कहाँ हो भन्ने कुरा चाहिँ म देखाउँछु हैन। अनि त्यही हो सबजनाले अन्तिमसम्म हेर्नु होला। स्वर्ग के हो भन्ने कुरा चाहिँ स्वर्ग हेर्नलाई कहाँ आउनुपर्छ रुकुममा हैन। स्वर्ग हेर्नलाई चाहिँ रुकुममा आउनुपर्छ। रुकुममा आउनुहोस् तपाईहरु एकचोटि घुम्नुहोस् अनि भन्नुहोस् हो कहाँबाट हेर्दै हुनुहुन्छ भिडियो आफ्नो जिल्लाको कमेन्ट गर्नु होला। अब धेरै भ्युअर त छैन जति छ सबजनाले हेर्नु होला है त। जस मजा आइरहेछ। यता ऊ देख्न सक्नुहुन्छ यो सानो भेरीतिरको पुल हैन। हामीले पुल तर्यौं अनि चाहिँ हामी लु 2 ख 7003 को फोर्स रिजर्भमा हामी आथ्यौं। जो यता रुकुमबाट दाङ चल्छ। आज चाहिँ उसको नम्बर थिएन सो हामी त्यो गाडी लिएर हामी यता आज पूर्वी रुकुम जाँदैछौँ। पूर्वी रुकुम एक्ज्याक्टली यस्तो ठाउँ चाहिँ भन्दैन किनभने त्यो चाहिँ सरप्राइज हुनुपर्ने भयो तपाईहरु हैन। अनि यस यहाँ रुक्यौँ। अब एकछिनमा रुकुमकोट जान्छौँ। रुकुमकोटको भ्यू देखाउँछु अलिअलि। त्यस्तै गर्दै हामी जान्छौँ हैन। अन्तिमसम्म हेर्नु होला है त। छौँ भन्ने कुरा अब गाडी फुल छ नि त म देखाउँछु। ल सबजना मिलेर बस्नु त म भ्लगमा देखाउँछु सबलाई। सबजना बस्नु मिलेर भ्लगमा देखाउँछु के म सबलाई भ्लगमा देखाउने भने के बस्नु न चाँडो बस्नु भयो। नै के खानेकुरा चाउचा लिएर जाऊँ बाटोमा खाँदै हिँड्दै गरौँ ल। भात अहिले ठिक्क कहाँ पाउँछ त रुकुमकोट फेरि किन
काखिरी खाम्ला खाजा रुकुमकोट त हुन्न क्या घुम्न एक ठाउँ गयो त्यहाँ आउँदा ल हामी सबजनाले एकचोटि हात लाऊ हामी चाहिँ अहिले कमलतालमा मतलब यहाँ पुग्यौँ रुकुमकोट पुग्यौँ यता चाहिँ अब रुकुमकोट चोक भइहाल्यो अनि यता चाहिँ कमल द आजकल चाहिँ कमल काट्दैन रहेछन् पहिला चाहिँ यहाँ मान्छे पुरै छाप्या थियो एकचोटि हामी आउँदा चाहिँ होइन म आउँदैन नै भिडियोमा पो देखेँ यहाँ चाहिँ टन्नै थियो त्यति बेला मान्छे आज चाहिँ हेराइन रहेछन् कमल द यहाँ स्वर्ग जानलाई कहीँ आउनु पर्दैन यहीँ आए हुन्छ अनि चाहिँ हामी खासमा यहाँ खाजा खानलाई रोकेका थियौँ अनि यसो कमल दको भ्यू देखाइदिउँ भनेर देखाएको हाम्रो हाइस चाहिँ उता छ अनि सब छुट्टा छुट्टै खाजा खान गइरहन् गुरु र मैले चाहिँ खाजा खायौँ अनि बाँकीहरूले खायो के गरे खाजा त्यो चाहिँ सोध्छु अब गएर अनि यहाँबाट हामी निस्किनु पर्ने हुन्छ खाजा खाएर निस्किनै हाल्छौँ हामी जोस् मजा आइरहेछ इन्जोय हुँदैछ बिच बाटो जस्तोमा आइपुग्यौँ गाडी रिजर्भमा चाहियो भने यहाँलाई सम्झिनुहोस् यो गाडीलाई है अनि जोस् अलराइट गाइज अरू चाहिँ ठिकै छ हेर्नलाई कहीँ जानु पर्दैन रुकुममा आउनुपर्छ त्यसै भन्दैन के म हेर्नु भ्यूहरू हेर्न बवाल बवाल अन्त कहीँ छैन स्वर्ग ल स्वर्ग हेरौँ स्वर्ग यहाँ लसुन फेरि आम्मा तरकारी फार्म रहेछ त यहाँ जस बवाल तरिकाले हामी अब हाम्रो फाइनल डेस्टिनेसनतिर लाग्दैछौँ हस् मजा नै आउनेवाला छ अब हामी चाहिँ अब म एकदम यहाँ भेडाहरू बवालै तरिकाले यतातिर चरिरहेछन् हामी चाहिँ पुथा उत्तर गाउँ के भन्छ पुथा उत्तर गाउँपालिका हार्दिक स्वागत गाउँपालिकामा हार्दिक स्वागत छ सो हामी चाहिँ अब एकदम सरले हामी स्वर्गको नजिक पुगिसक्यौँ हम जो यहीँबाट महसुस गर्न सकिन्छ कि हामी स्वर्गमा छौँ भन्ने कुरा होइन सबजना यहाँ जरान ओ त्यो म्युजिक बन्द गर त यहाँ भिडियोमा कपिराइट हान्छ म्युजिक बन्द गरौँ न म्युजिक हामी अब मजाले बवाल भ्यूमा पुगिसक्यौँ हामी पुथा उत्तर गङ्गामा होइन सो त्यही हो स्वर्गको नजिकै छौँ हामी सबैजनाले माया गरिदिनु होला के छ खबर कहाँ हो हामी आज कहाँ छौँ हामी स्वर्ग छौँ भन न अनि कहाँ छौँ फुपू हामी आज हामी कहाँ छौँ स्वर्गको एकदम नजिक छौँ हामी स्वर्ग जानलाई मर्नुपर्छ भन्छन् स्वर्ग जानलाई अन्त होइन रुकुममा चाहिँ आउनुपर्छ स्वर्ग जानलाई पहिला चाहिँ स्वर्ग भने चाहिँ रुकुम हो होइन रुकुममा चाहिँ आऊ स्वर्ग कति लाग्छ र अब नेपालबाट जान्छौ विदेशतिर त्यतातिर चाहिँ घुम्न जानुभन्दा होइन स्वर्ग चाहिँ नेपालमै छ 2-4 हजार खर्च गरेर यहाँ यस्तो ठाउँमा आऊ यस्तो बबाल बबाल एरिया भेटाउँछौ तिमीहरू सबजना घुम्न आऊ तिम्रो भन्नु के छ भन न केही हामी स्वर्ग हेर्नलाई चाहिँ हामी कहीँ जानु पर्दैन रुकुममा आउनुपर्छ होइन सो हामी आज पुरै स्वर्ग हेरेकै छैनौँ हेर्न बाँकी छ स्वर्ग हेर्छौँ अब हामी होइन बिस्तारै हामी फाइनल डेस्टिनेसनतिर जाँदैछौँ अन्तिमसम्म हेर्नु होला जोस् आज अहिलेसम्मको सबभन्दा बेस्ट भिडियो हुँदैवाला छ मेरो है हामी चाहिँ भेडा चाहिँ हेरेर आयौँ अब चाहिँ हामी स्वर्गको नजिक छौँ एकदम हामी चाहिँ जाँदैछौँ यहाँ गुरुहरू र सबजना एकचोटि हल्ला पुगेन हल्ला देऊ न हल्ला सबजनाले हल्ला गरौँ है हामी चाहिँ हाफ स्वर्ग हेरेर अब पुरै स्वर्ग जाँदैछौँ होइन स्वर्ग हो स्वर्ग त रुकुममा हो स्वर्ग जे होस् यहाँ चाहिँ लालीगुराँस बबालै फुल्या थियो होइन फुल्या छ अनि यहाँ चाहिँ अरू म्युजिक आयो भएर चाहिँ मैले अब ओरिजिनल साउन्ड फालेर अहिले रेकर्ड गरेर
जस एडिट गर्दा मिलाएको। सो यहाँ चाहिँ लालीगुराँस भवालै थियो अनि उता पछाडिको गाउँ पनि भवालै देखिरहेको थियो। अनि जस बेस्ट मोमेन्ट भइरहेको थियो, सबलाई मन परिरहेको थियो। त्यही भएर सबले आफ्नै पारामा आफैले डाइलग दिइरहेको थियौँ हामीहरूले। त्यहाँ जस टक्कसँग अडियन्सहरूलाई यस्तो बवाल भ्यू देखाउँछु म हेर्न। अब हामी फाइनल डेस्टिनेसनतिर पुग्न लागिसके हाम भ्यू हेर्न। आम्मा अब रोकेर देखाउन पाएन, गाडीभित्रै चढेर भ्यू देखाइरहेको छु। ल इन्जोय गर्नुहोस् है भ्यू हेरेर चल यस्तो बवाल। ल जति भिडियो बनाए नि पुग्दैन यार यहाँको भ्यू देखेर। म त यस्तो छक परेको छु। आम्मा भ्यू हेरेर म त कायलै परिसक्यो भ्यूहरू देखेर। बवालै छ क्या भ्यू यार, त्यसै मन कहाँ भरिन्छ यहाँ आएर नि। ल त्यो के गरे पोल सामु कि के भन्छ पोल खारा एकदम बवाल छ। आनन्दले ल एकछिन इन्जोय हानिरहेको छु म चाहिँ। आज स्वर्गमा छु, स्वर्गमा। स्वर्ग के हो मेरो अडियन्सहरूले अब हेर ल हेर फाइनल्ली ल म ढल्के। यो पारियो कुन गाउँ अरे? काले हो उदा चाम्रा हो चाम्रा हो अलि आइज आ बाबु आ चाम्रा बाबु आइज उता पारिपट्टि एउटा यता उतै हो क्या पारीको त्यही हो क्या तक्सरा जम्मिया घर उ पारी त्यो ग्राउन्डबाट हेरेर देखिन्छ त्यही हो क्या कहाँ हो यही हो क्या फेरि क्या जम्मिया घर त्यही हो क्या एउटा तक गाउँ एउटा सेरा गाउँ हो क्या ल हेर स्वर्ग हेर स्वर्ग हेऱ्यौँ स्वर्ग अब हामीले हिउँ पनि हेरौँ हिउँ पर्या भ्यू ल हिउँ पर्या भ्यू भवालै छ नि ठाउँ त यार भवाल लागेको ठाउँ अब सिधै उतै गएर भिडियो बनाउँछु होइन तपाईँहरूसँग यो छोटो छोटो क्लिपहरू हाल्न हुन्छ सो सिधै गएर स्वर्ग अब कहाँ हो भन्ने कुरा थाहा पाइसक्नु भएको छ तिमीहरूले अब यस्तो बवाल ठाउँ देखाउँदैछु म अब अनि तपाईँहरूलाई भात सात खाने खाइहाल्छौँ त्यो त त्यो सब हामीले फाइनल्ली स्वर्ग देखाउँदैछौँ स्वर्ग लिएको पनि ल्याउँछन् क्या यहाँको पनि लिएको होला त पर नै यही हो पर छैन के हेर भ्यू साथीहरू बिहानै मैले स्वर्ग त भन्ने देखाएर अब हेर अहिले स्वर्ग बिहानै स्वर्ग भने मैले देखाइरहेको छु त स्वर्ग मैले आनन्दले यस्तो बवाल ठाउँ यार आम्मा यही लाग्यो त यही छु यो ठाउँले त यार बवालै छुयो भने यार ल अनि घर हेर्दैनौ कि योभन्दा कस्तो गरे के हेर्ने मानेको थियौ र तिमीहरूले ल पुग्यौँ है हामी फाइनली पुग्यौँ फाइनल
फाइनली आइपुग्यो होइन हामी स्वर्ग। ल हेर स्वर्ग यही हेर्न आएको हो, यही हेर स्वर्ग। अझै यहाँ यताबाट देखाउँछु म टाढाबाट। ल त्यहाँ कोही बित्यो क्या हो, हामी स्वर्गमा छौँ क्या। ल एकदम खुसी लागिरहेछ यो ठाउँ हेर्दाखेरि होइन। भगवाल मसैद आओस् न। ओ यता आऊ है फोटो खिच्ने भएपछि। यस बबालै रहेछ ठाउँ त यार। हाम्रोमा मैले एक्सपेक्टेसन भन्दा चाहिँ बबालै लाग्यो। मैले सोचेको ठाउँ भन्दा बबाल लाग्यो मलाई चाहिँ यहाँ होइन। यस बबालै मन पर्यो ठाउँ। यस्तै ठाउँमा अब अर्कोचोटि आउन पाइन्छ कि पाइन्न अर्को दिन, अब त्यो थाहा छैन। जस एकचोटि ल धितै मर्दैन क्या यो ठाउँ हेर्नु त। एउटा क्यामेराम्यान पनि उचाएर ल्याऊ आइज, यहाँ भिडियो बनाउने हो क्या। जस मजा आइराख गाउँ हेर्न। छिटो आऊ न। कस्तो लाग्यो? राम्रो छ? यहीँबाट भिडियो त नाचे भिडियो बनाउने फर्स्टमा त। सो त्यही हो, अब यहाँ पुगेर नि यहाँ यसो खाजासाजा के हुन्छ खान्छौँ हामी। यता बनाइसक्यौँ, यहाँ पुगेर अब जे होस् उताको भ्यू देखाउँदै फर्किन्छु। स्वर्ग हेर्नलाई पनि धेरै दुःख छ, धेरै भन्दा नि अति धेरै नै दुःख छ क्या स्वर्ग हेर्नलाई चाहिँ। हामी स्वर्ग हेर्न पर्खिरहौँ। ल हेर साथीहरू स्वर्ग हेर एकपटक। यति दुःख गरेर साथीहरूलाई स्वर्ग हेराउन आइरहेको छु म। यति धेरै स्वर्ग। ल बवाल तरिकाले स्वर्ग देखाउँदैछु। अरूहरू त सब उतै छन्, त्यता अब त्यतैतिर जाऊँ न। दाइ त्यो साउन्ड पुरै बन्द गर्नु, च्यानलमा कपिराइट हान्दिहाल्छ नत्र। ब्लग बनाउँला हो त्यो अरूको सङ्ग हालेपछि कपिराइट हान्छ। हामी चाहिँ मजाले भ्लग बनाउँदैछौँ साथीहरू। ल हादी लाउनु त सबले प्यार भ्लगलाई सब्सक्राइब गरौँ है। साँझ सबजनाले प्यार भ्लग सर्च गरेर सब्सक्राइब हानौँ है। ल स्वर्ग हेरौँ। स्वर्ग यही त हो क्या। जस बवालै छ। अब यहाँको भ्यू चाहिँ यतिकै, किनभने अब फोटोसुट पानी पऱ्यो भने गाडी चल्दैन अरे। हामी चाहिँ फोटोसुट हानेर अब यहाँको चाहिँ यति देखाउँछु। अनि जाँदा प्लस अघि छुट्या भ्यूहरू देखाएर निस्किन्छौँ यहाँबाट। अब यहाँबाट निस्किन लाग्यौँ सबजनाले चाहिँ यहाँ तकलाई चाहिँ बाई बाई गर्न लायो, उसले पनि बाई बाई गर्न लायो, म पनि गर्न लायो होइन। तकलाई चाहिँ अब बाई बाई गर्छौँ हामी। ऊ देखिनु भएको त्यहाँनिर यता आउनु, यता हो अलि कहाँ फेरि यता आऊ भने ल भयो। ल फोटोसुट सक्यो। अब हामी यहाँबाट जान्छौँ सिधै उतै। के भन्नु छ हाम्रो अडियन्सलाई? सबैले सपोर्ट गरिदिनु होला, धेरै माया गरिदिनु होला। अरु सब्स्क्राइब नगरेले गरिदिनु होला, नयाँ भएकोले। सो त्यही हो, अब हामी निस्किन्छौँ हामी है त। फाइनल्ली हामीले अब तक गाउँलाई चाहिँ तकसेरालाई चाहिँ बाई बाई गऱ्यौँ होइन। बाई बाई तकसेरा। अनि सो एकचोटि सर्लक्क चारैतिर त्यस्तै क्या उपत्यका हुने ठाउँ जस्तो चारैपट्टि ऊ भन्ने आयो फेरि चारैपट्टि पाखा होइन। अनि गहिरो ठाउँ बस्ती क्या, उपत्यकै बन्ने जस्तो ठाउँ रहेछ होइन। जस मजा आयो यहाँ बाइक गरेर। अब हाम्रो गाडी यता गइसक्यो, यहाँ चाहिँ अहिले पछाडि थियौँ, त्यही भएर पर्खिरहेको थियौँ। भोलि यता गइरहेको सबैजना। यहाँबाट निस्केर माथि गएर बस्छौँ होला सायद बसाइ चाहिँ। त्यस मजै आयो। यहाँ चाहिँ बाई बाई गऱ्यो भनौँ न। अब के हुन्छ भिडियो अन्तिमसम्म हेर्नु होला। अब माथि डाँडामा यो बोट भएको ठाउँमा आयौँ। अब चाहिँ धारा नि यहाँ छ। हामी अब खाजा मतलब बसेर खानेकुरा ल्याएको ठाउँ आयौँ। अब चाहिँ हामी यहाँ आनन्दले लालीगुराँस टिपेर जस समथिङ यहाँ खान्छौँ। अनि भाइहरू हामी जान्छौँ है। तिमीहरू यहाँ के गर्न आएको? घर कता? सेरादेखि यहाँ आएको हिँड्दै? कति टाइममा आइपुग्छ?
हो अनि खाममा बोल नि त अलिअलि मतलब गाउँदेखि आएको ए ल हल्ला गरिदेऊ नि त दाइसँग ल कराउन ल बाई बाई ल सबले एकचोटि हात हल्लाएर ल बाई बाई है ल बाई बाई हामी चाहिँ कमल दा आइपुग्यौँ फर्किँदा यहीँ टक्कसँग फोटो खिच्न भिडियो खिच्न सबले यही आफ्नै आफ्नै पारामा दुनियाँ सब आज धेरै छन् मान्छे फेरि यहाँ त्यो मान्छेहरू धेरै रहेछन् आज रुकुमकोटमा यो कमल दा नजिकै हामी पनि आएको थियौँ अब यहाँ एकछिन फोटोसोटो खिच्यौँ फर्किन्छौँ हामी है त पुग्यो है पुग्यो घर पुग्यो मजाले घर पुग्यो अब भात साथ कुखुरा सुखुरा काट्दा टाइम लागिहाल्छ सो अनि त्यही हो भिडियो एन्डिङ गर्न लाग्यो अहिले चाहिँ थ्याङ्क यू सो मच फर फुल भिडियो वाचिङ डोन्ट फर्गेट मी सब्सक्राइब दिस च्यानल